प्रधानमन्त्रीको दौडमा रहेका 5 जना शक्तिशाली उम्मेद्वारहरू कसको पढाइ कति। नम्बर 5 केपी शर्मा ओली। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नम्बर 5 का उम्मेद्वार हुन्। उनले कक्षा 10 सम्मको मात्र औपचारिक शिक्षा पूरा गरेका छन्। विक्रम सम्वत 2028 सालदेखि 2044 सालसम्मको 14 वर्ष लामो जेल जीवनका कारण उनले आफ्नो पढाइलाई अघि बढाउन पाएनन्। यद्यपि केपी ओलीसँग विभिन्न विश्वविद्यालयहरूबाट प्राप्त मानार्थ विद्यावारिधी उपाधिहरू छन्। झापा क्षेत्र नम्बर 5 मा उनको महाभिडन्त रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग हुँदैछ। नम्बर 4 हर्क साम्पाङ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका निवर्तमान मेयर समेत रहेका हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दर्ता गरेका छन्। उनले खोटाङबाट एसएलसी पूरा गरेर धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट अंग्रेजी र राजनीति शास्त्रमा स्नातक बीए गरेका छन्। राजनीतिमा आउनु अघि उनी शिक्षकका रूपमा कार्यरत थिए। नम्बर 3 पुष्पकमल दाहाल प्रचण्ड। स्थायी निर्वाचन क्षेत्र नभएका नेकपाका संयोजक प्रचण्ड यसपटक रुकुम पूर्वबाट चुनाव लड्दैछन्। उनले पाटन बहुमुखी क्याम्पसबाट आईएससी गरेपछि चितवनको रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक गरेका छन्। उनले एमपीए सम्मको अध्ययन गरेका छन्। त्यहाँ उनलाई जनार्दन शर्माको पार्टी प्रलोपाका उम्मेद्वार सन्दीप पुनले कडा टक्कर दिँदैछन्। नम्बर 2 गगन कुमार थापा। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नम्बर 4 का उम्मेद्वार हुन्। उनले सिद्धार्थ वनस्थलीबाट विद्यालय शिक्षा, त्रिचन्द्र कलेजबाट रसायन शास्त्रमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर एमए गरेका छन्। पहिले काठमाडौँबाट लड्ने गगन यसपटक सर्लाही क्षेत्र नम्बर 4 बाट उम्मेद्वार बनेका छन्। त्यहाँ उनको भिडन्त रासोपाका अमरेश कुमार सिंहसँग हुँदैछ। नम्बर 1 बालेन्द्र शाह बालेन। शैक्षिक योग्यताको हिसाबले सबैभन्दा अगाडि छन् बालेन्द्र शाह बालेन। काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन अहिले रासोपाका वरिष्ठ नेता हुन्। उनी झापा 5 बाट चुनावी मैदानमा छन्। उनले व्हाइट हाउस इन्स्टिच्युटबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको बीटीयूबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर मास्टर्स गरेका छन्। धेरैले उनलाई देशको भावी प्रधानमन्त्रीको प्रबल दावेदारका रूपमा हेरेका छन्। बालेनको महाभिडन्त एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुँदैछ। र यी 5 जनामा तपाई प्रधानमन्त्री भएको कसलाई हेर्न चाहनुहुन्छ कमेन्टमा लेख्नुहोला। अनि भिडियोलाई लाइक गरी हाम्रो आइडीलाई फलो गरिदिनु होला। धन्यवाद।